अनि गुड मर्निङ सबैजनालाई। खा गुड मर्निङ। हामी सबै रेडी भएर चाहिँ अहिले मन्दिरको लागि हिँडिसक्यौँ। जाडो एकदमै छ, टाढो पनि एकदमै छ। हामी चाहिँ अब आजको यात्रा सुरु गर्दै। हेलो हेलो व्हाट्सअप सो आजको हाम्रो पाथिभरा माताको दर्शन गर्ने दोस्रो दिनको यात्रा चाहिँ सुरु गरिसकेको छौँ र हाम्रो सबै टोलीहरू चाहिँ रेनकोट लगाएर अगाडि लागिसक्नु भएको छ। एकदमै तुषारो परिरहेको थियो। सो र यहाँबाट चाहिँ यात्रा सफल रहोस् भनेर हामी सबैजना चाहिँ मातासँग प्रार्थना गर्दैछौँ, किनभने पहिलोचोटि आएको बानी नपरेको मान्छेहरूलाई चाहिँ जति माथि गयो त्यति धेरै चिसोले लेक लाग्ने, भोमिटिङ हुने विभिन्न समस्याहरू देखा पर्न सक्छन् अरे। सो हामीले चाहिँ प्रार्थना गर्दैछौँ है त। र केही समयको हिँडाइ पछाडि हामी थोरै विश्राम गर्दैछौँ, किनभने सबैजनालाई चिसो प्लस उकालोको हिँडाइले एकदम गाह्रो बनाइसकेको थियो। मेरो चमालाई चाहिँ रोकी भएको कारणले पनि होला, सायद अलिक हामीलाई भन्दा धेरै नै गाह्रो बनाइसकेको थियो होइन। अनि यहाँनिर चाहिँ सम्पूर्ण हिन्दू धर्मावलम्बीका मान्छेहरू हुनुहुन्छ होइन। एउटा आस्था बोकेर बिहान 2 बजे राति पनि नभने होइन माथि पुगिसक्नु भएको छ। हामी त भर्खरै यहाँ आइपुग्दैछौँ। मान्छेहरू माथि टपमा पुगिसक्नु भयो। निकै नै गाह्रो गरेर सबैजना हिँड्नु भएको छ एउटा विश्वास बोकेर। बिहानीको सुनौलो किरणसँगै पाथिभरा माताको न्यानो मायालाई स्पर्श गर्दै हामी सबैजना चाहिँ यात्रा अघि बढाउँदैछौँ र थोरै विश्राम गर्दैछौँ हामी बादलमाथि। अरूलाई चाहिँ थाहा भएन, मलाई चाहिँ स्वर्गको आवाज भइरहेको छ। थाहा छैन स्वर्ग कस्तो छ, तर पनि सानोमा बादलमाथि छ भन्थ्यौँ, के थाहा। यस्तै हेर्दै यो दृश्यले चाहिँ त्यो हिँडेको थकानहरू चाहिँ सबै बिर्साए जस्तो भइरहेको छ होइन। कलेरा पनि होला, चिसो ज्यादा भएर पनि होला, मोबाइल चाहिँ झिक्न मन थिएन र पनि यो दृश्यले मोबाइल झिकेर भिडियो गरौँ मन लाग्ने बनाइदिँदो रहेछ कि। एकदमै राम्रो दृश्य देख्न पाइरहेका छौँ। कहिले पनि हिँड्न नसकेर नि बसेर यहाँ माथि घन्टीको टङटङ सुन्दै हुन्छ नि। यो थाकेको बेला यहाँसम्म पुगेर त्यो घन्टीको टङटङ सुन्दा मात्रै पनि आनन्द आउँदो रहेछ कि अब चाहिँ बल्ल आइपुग्यो भन्ने। तर पनि यहाँसम्म आइपुग्नु भनेको आइपुगेकै होइन, अझै धेरै रहेछ। मान्छेहरूले आधी घन्टा भनेको 2 घन्टा गर्दा पनि त्यो आधी घन्टा भन्ने आश लाग्दो सकिएको थिएन। यो हेर्नुहोस् न दृश्य, कति राम्रो दृश्य छ। यसलाई चाहिँ घन्टी गेट भनिँदो रहेछ। यो घन्टी गेट छ। अहिले चाहिँ हामी घन्टी गेट पुग्यौँ बादलमाथि। यहाँनिर भएको चाहिँ एउटा कुरा सबैले नोटिस गर्नुभएछ होइन। हामी गएकोहरू सबैजनाले यहाँ जति पनि पैसा छ भक्तजनहरूले चढाउनु भएको, यहाँनिर चाहिँ हावा चल्छ, हिउँहरू पनि पर्छ, पानी पनि पर्छ, तर यहाँको पैसाहरू उडेर यत्रतत्र हुनुपर्ने छैन क्या। ती तलतिर भिर पाखाहरूमा पनि छैन। अब ती भुइँमा धरि झरेको छैन कि अचम्म लाग्दो दृश्य होइन। होला अब के कारण होला हुनु चाहिँ मलाई थाहा भएन, तर पनि मलाई चाहिँ एउटा अचम्म लाग्यो पनि। हेर्नुहोस् न बरिया, म त बरियाको कामै गर्दा हुन्छ होला। लुगा के भएको छ, कस्तो कति भइएको छ,
के वास्तै नहुने रहेछ क्या बस जाडो नहोस् त्यति भए पुग्छ भने जस्तो कहिले पुग्ने माथि कहिले पुगिन्छ आनन्दको सास फेर्नु जत्तिकै भइरहेको छ क्या दिदीलाई थोरै रिक्वेस्ट गरेर मेरो भिडियो बनाइदिन भनेको उठ्नै सकिरहेको र पनि एउटा भिडियो बनाइमागेँ तर भिडियो चाहिँ गतिलो छैन मान्छे गतिलो भयो भिडियो गतिलो हुँदैन त साथीहरू हाम्रो दिदी पनि जान्ने चाहिँ घन्टी बजाउँदै मम्मी पनि जाँदै हुनुहुन्छ यहाँ चाहिँ खोइ के छ होइन त्रिशुलहरू यति धेरै अब यो चाहिँ के हो थाहा भएन त्यहाँ माथिसँग जाने आँटै आएन हामी चाहिँ मुनि मुनि नै घन्टी बजाएर यसो फोटो मात्रै खिचेर आयौँ हाम्रो मम्मीलाई चाहिँ घन्टी बजाउनु पुरा मजा आउँछ अरे क्या अनि घन्टी बजाउँदै हुन्छ मम्मीको छोरी नभएर पछि पछि लाग्ने पऱ्यो होइन अनि त्यहाँको वास्तविकता के हो चाहिँ मलाई थाहा भएन तर मैले चाहिँ ट्याममै ढोगिदिएँ अनि आएँ म पनि ढोग्दै हुनुहुन्छ मलाई खासै बोल्न त आउँदैन जे मन लाग्यो त्यही बोलिदिँदैछु होइन बोली चिप्लिए त्यसको केही नराम्रो शब्द आए क्षमा कति हामी चाहिँ मेन गेट हो नि यो घन्टी गेट भएको हामी मेन गेट आउनु बाँकी छ अरे होइन अलिकति अझै माथि छ अब मेन गेट किन्न एकदमै गाह्रो भइसक्यो ए म यसरी पो खिच्छु त होइन गाइज म चाहिँ अहिले घन्टी गेटमा छु ये मैं हूँ और ये घंटी है ये घंटी गेट है सबैजना स्याड हुनुभयो सो हल्का इन्टरटेनमेन्ट गरिदिइरहेको र अहिले चाहिँ म माथि पुगेँ मेन गेट अगाडि पुगेको छु म होइन यहाँको दृश्य एकदमै राम्रो थियो तर मेरो स्वास्थ्य चाहिँ राम्रो थिएन एकदमै गाह्रो भएको कारणले घाम तापेर बसिदिएँ मैले मेरो जुत्ता देखाएको होइन ल हो त्यहाँ माथिको हिमाल देखाएको कस्तो दामी दृश्य थियो मन लागिरहेको थियो फोटो खिच्नु हामी चाहिँ बल्ल बल्ल अहिले घन्टी भएको ठाउँमा आइरहेको छ एकदम राम्रो हिमालहरू देखिरहेको छ फोटो खिच्नलाई हात पनि चलिरहेको छैन कति धेरै फोटो खिच्छु होला सोचिरहेको थिएँ मेरो हातै चलिरहेको छैन यार कहाँ खिच्छु अहिले चाहिँ हामी मेन गेट आइसक्यो हाम्रो मात्रै फोटो खिच्न पाइएन भिडियो खिच्न पाइएन भनेको त सबैको त्यस्तै त्यस्तै भइरहेको रहेछ क्या त्यो भाइहरूको पनि त्यस्तै भइरहेको रहेछ क्या हाम्रो चाहिँ लाइनमा बसाइ भइरहेको छ होइन भोकले सब डाँट पल्टेर लाइनमा बसिरहेको छ पूजा गर्नको लागि भिड चाहिँ एकदमै ज्यादा छ आज एकदमै राम्रो सायद त्यस्तै के छ भनेर चाहिँ भिड एकदम ज्यादा भएको रहेछ साथी र मेरो चाहिँ प्लान के थियो भने दुईजना भएर खालि आफ्नो भिडियो खिच्ने भनेर जति हामी नजिक जाँदैछौँ त्यहाँनिर चाहिँ एकदम भिड भएको कारणले फोटो खिच्न दिइराख्नु भएको थिएन हामीलाई पनि दिनुहुन्न होला भन्दै थियौँ पुलिस पनि हुनुहुन्थ्यो त्यही त हो भिड नियन्त्रण गर्नको लागि त अब केही न केही नियम लागू गर्नु नै पर्छ होइन भिड अत्याधिक धेरै भएको कारणले चाहिँ यहाँनिर हामीलाई पनि
फोटो खिच्न कराइराख्नु भएको थियो। बहिनी यो बहिनीलाई पनि कराउनुहुन्छ, हामीलाई पनि कराएर फोटो खिच्नु दिनु भएन र हामी चाहिँ निस्क्यौँ अनि हामीले फोटो खिच्न पाएनौँ। सबै थोकमा सन्तोक भयो, तर हामीले चाहिँ मातासँग छेउमा गएर भिडियो फोटो खिच्न पाएनौँ। दुःखी हुँदै फर्किँदैछौँ। आजको हाम्रो यात्रा चाहिँ यस्तै भयो। अनि पूजा पनि मजाले गर्न पाइएन, भिड एकदमै धेरै, प्लस लाइनमा बस्दा बल्ल पालो आयो। सबैजना प्यासले व्याकुल हुनुभएको छ। अब हामी परेसम्म त भिडियो बनाउन सक्दैनौँ होला, ब्याट्री पनि सकिएको छ। पाथिभरा माताको चाहिँ देख्न सक्नुहुन्छ, एकदम चिसो छ, यसरी नै हाम्रो पाथिभरा माता दर्शन गर्ने यात्रा चाहिँ सम्पन्न भयो र हामी सबैजना फर्क्यौँ। बाटोमा यस्तै हुँदै हामी सबैजना घर फर्किँदैछौँ। यहाँको जनजीवन यसरी मान्छेहरू बोकेर तीर्थयात्रीहरूलाई ल्याउने पुर्याउने गर्नुहुँदो रहेछ। र लाली गुराँसहरू पनि यस्तै राम्रो फुलेको, फर्किन मन त थिएन, तर पनि घर त आउनै पर्यो। सबैजना गाडीमा बसेर आयौँ। अन्तिमसम्म हेर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद। ओके, बाई बाई।